हेलो, हामी बालुवा दादा आइपुगेका छौँ। त्यो टावर हो। यहाँ अब होटल रेस्टुरेन्टहरू छ। यस्तो रमाइलो छ। जातिहरू यस्तो म देखाउँदैछु। यस्तो राम्रो पहाड छ। यो त मेरो बुढी, यो त मेरो बडै नि। अनि यता यसो पहाड कति राम्रो पहाड छ कि पहाड कति राम्रो पहाड देखिरहनु भएको छ। कस्तो पहाड छ, हेर्दा मन लोभ्य हो, मनै लोगाउने छ। पुरा मान्छेहरू यहाँ रेस्टुरेन्टमा बसेर अब नास्ता खाएर हाम्रो नेपालको झन्डा, हाम्रो नेपालको सानो हो यो। यति रमाइलो छ, यति रमाइलो छ। यति चिसो हावा चलिरहेको छ, एकदम चिसो हावा। तपाईँहरू हेर्न सक्नुहुन्छ कस्तो रमाइलो ठाउँ छ। पुरा पहाडै पहाड। ए बुढी, बालुवा दादामा कस्तो लागिरहेको छ? शीतल हावा लाग्यो, एकदम चिसो हावा चलाएको छ। अनि हाम्रो सालाहरू